ठिक छ भयो ठ्याक्कै म चाहिँ अब यो ट्राई गर्ने भयो कहाँ गयो मेरो बेला चिन्नै गाह्रो भयो साथीहरु गोप्रो रेडी भइसकेको छ ह्यापी होली हजुर सुरज चौधरी भयो त भयो के अचानक यो कलर जाँदैन ह्यापी होली ह्यापी होली यो भयो होलीको माजुमहरु पानीपुरीको रस पनि भाङैको बनाएको छ आज के हो एक बोतल दूध मिलिसकेको छ अब चाहिँ हामी 5 जना खान्छौं यो दूधलाई सो हे गाइज नमस्ते एन्ड गुड मर्निङ तपाईहरुलाई फेरि पनि स्वागत छ साथीहरु मेरो अर्को नयाँ न्यू भ्लगमा अनि आज होलीको दिन हिजोको भ्लग हेर्नु नै भयो होला हैन हिजो पहाडको होली थियो भने आज चाहिँ हाम्रो तराईको होली रहेको छ अनि जस्ट मम्मीले चाहिँ हैन बिहान भनौं न उठेर चाहिँ आँगन घर निप्लु भएको छ अनि मेरो चाहिँ यो बुलेट भयो यता बाहिरै राखिदिएको छु किनभने बाहिर चाहिँ आँगन निप्लु हुँदै थियो नि त बिहान हैन अनि त्यही भएर बाहिर राखिदिएको छु अनि अहिले चाहिँ हामीलाई जानुपर्ने हुन्छ नेताचोक म र भाइलाई हैन उलाई चाहिँ के भन्छ होलीको टी-शर्ट किनिदिनु पर्ने छ अनि म पनि एउटा कुर्ता लिन्छु हैन अनि होली खेल्दै कहाँ पुग्छु थाहा छैन अहिले चाहिँ नेताचोक जानु पर्ने हुन्छ पहिला सामान लिन अनि मेरो घरमा के पाक्दैछ तपाईहरुलाई फेरि पनि हेराउँछु आज यो पाक्दैछ के भन्छ यसलाई भाइ रोटी भनौं न अनि अर्को सेलरोटी पनि छ सेलरोटी पनि थोरै भनौं न यो भयो पापडहरु हैन थोरै पकाउनु भएको छ चढाउनलाई मात्रै के अरु केही होइन ए सेलरोटी भयो थोरै 4-5 वटा मात्रै अब चाहिँ यो चाहिँ भाउको बाइकमा जानु पर्ने हुन्छ नेताचोक अहिले चाहिँ ल हेलमेट निकाल मेसी भाइ मेरो भाइ चाहिँ टक्लु भइसकेको छ हेर्न सक्नुहुन्छ उ चाहिँ बिहान होली खेल्दिरा क्या म चाहिँ कति हिजो 9 10 11 बजे सुते नि त त्यही भएर हल्का लेटै उठ्यो अहिले चाहिँ 10 बजिसकेको छ अनि आज दिन पनि एकदम स्प्रिङ सिजन गर्दैछ हैन हावा पनि चलिरहेछ भाउको बाइक चाहिँ टर्न्स बनाएर राखेको छ किनभने पहिला चाहिँ अर्कै टाइपको थियो कि अहिले चाहिँ मतलब टर्न्स बनाएर राखेको छ जब म चलाउँदिन भने एक्लै चलाउँदा नि बाइक राम्रै हुन्छ हैन अब 2-3 जनको हातमा गएपछि हल्का बिग्रिन्छ नै हैन त्यही हो अहिले चाहिँ जानुपर्ने हुन्छ डाइरेक्ट नेताचोक सामान लिन्छु आउँछु अनि जान्छु सुमन दाइको घरतिर क्या अब उता पनि के भन्छ सुमन दाइ अनि नम्स बेबीलाई लिएर जानुपर्ने हुन्छ घुम्न मेलातिर जान्छु लास्ट इयर पनि हामी उतै मेलातिर गएको थियौं नि त अनि आज पनि उतैतिर जान्छौँ हामी हेर्दैछु के कस्तो हुन्छ हैन अहिले चाहिँ प्लान चाहिँ छ त्यही अब प्लान सक्सेस हुन्छ कि हुँदैन थाहा छैन हैन अब बोले जस्तो कहाँ सजिलो छ र हैन हामी नेताचोक जस्ट पुगिसकेको छु अनि पसल पनि आइसक्यौं यो होलीको टी-शर्ट हेर्नु हैन अनि भाइले चाहिँ जस्ट ट्राई गर्दैछ अनि मैले चाहिँ यो हेरेको छु यो हाफ वाला हैन यसको चाहिँ प्राइस रहेको छ 350 कस्तो आरे गुड ठीक छ भयो ठ्याक्कै म चाहिँ अब यो ट्राई गर्ने भयो कहाँ गयो मेरो बेला यो ट्राई गर्छु सो अहिले चाहिँ म यो ट्राई गर्न गइरहेको छु हुन्छ कि हुँदैन त्यो पनि यही हाल्छु सो साथीहरु यो चाहिँ मैले ट्राई गरिसकेँ हैन एकदमै मतलब टाइट भयो कि थोरै फिटिङ नै भयो अब अर्को हेर्दैछु अहिले चाहिँ उसको चाहिँ यो फिक्स भइसकेको छ यो कसको पुष्पाराजको कि प्रभास हिरोको हैन ह्यापी होली वाला यो चाहिँ मैले टाइट भयो अर्को हेर्दैछु अब के कस्तो हुन्छ यहाँ चाहिँ धेरै छ हुन त कुन लिम भइराछ तर टी-शर्ट चाहिँ लिदिन हैन यो कुर्ता टाइपको एक हेर्दैछु म कुन राम्रो छ त अहिलेको चाहिँ ठीक छ अघिको चाहिँ 42 नम्बर थियो अहिले चाहिँ 44 को लगाइसके मैले चाहिँ हैन ठीक छ अहिले यहाँसम्म छ हैन अब यही फिक्स भयो अब गोची पनि कहाँ छ एक दिनको लागि त हैन ल फाइनली दुईटा टी-शर्ट लिइसकेको छु अब चाहिँ अहिले चाहिँ पहिला माछा किन्न जानुपर्ने छ कि अब यहाँ अहिले माछा छ कि छैन थाहा छैन हैन आज हुन त शुक्रबार होइन यहाँ चाहिँ बजार लाग्ने गर्छ तर खासै चाहिँ भिड छैन जस्तो लाग्दैछ आज बजार लाग्छ कि लाग्दैन थाहा छैन अब यसलाई चाहिँ लोला चाहियो अरे अब लोला रङ छ हैन रङ छ
रङ छ अरे होइन बाउले ल्याइदिएको छ अब यसलाई चाहिँ लोला दिनुपर्ने अब उता सबै थोक उता पाइन्छ होइन त्यहाँ छ अब मासु पनि त्यही पाइन्छ त्यहीदेखि हेर्छु अहिले एकछिन यहाँ चाहिँ होलीको सबै सामान पाइन्छ पिचकारी लोला अनि दुईवटा चाहिँ लिइसक्यो भाइले लोला अनि मासु पसल चाहिँ यहीँ चाहिँ पहिला चाहिँ मासु लिनुपर्ने हुन्छ यहाँ पनि अब मासु पनि लिऊँ कति लिऊँ भाइ ए 1 झोला मासु 2 केजी मासु होइन जस्ट घर आइसकेको छु सामान लिएर होइन अनि यो चाहिँ मेरो कुर्ता भयो अब चाहिँ तपाईँहरूलाई ट्रान्ज्याक्सन भिडियो हेराउँछु है त 44 नम्बरको यो ट्रान्ज्याक्सन भिडियो हेर्नु होइन तपाईँहरू once more भएन है सो फाइनली हेर्न सक्नुहुन्छ कुर्ता लगाइसक्यो होइन अब चाहिँ होली खेल्न जाने व्हाइट कुर्ता त लगाइसक्यो तर चस्मा नलाउँदा चाहिँ खल्लो खल्लो देखिन्छ त्यही भएर म चस्मा पनि लाउँछु अब ल घडी पनि ल त भाइ व्हाइट घडी ल लगाइदिए अन्त उल्टो भयो उल्टो उल्टो अर्कोपट्टि ये वाला इधर ऊपर से यता चाहिँ मेरो सिडी 100 होइन रेडीमा छ राइड जानलाई ला च्याति हो कि के त ना पनि ल पकडी ए प्रभासको होइन प्रभास ह्यापी होली टक्लो अनि यहाँ चाहिँ यहाँदेखि चाहिँ पेट्रोल लिक हुन्छ कि कहिलेकाहीँ होइन फ्युल चाहिँ अफै गरिदिएर हुन्छु यसमा चाहिँ के भन्दाखेरि यो कार्पेटर चेन्ज गर्नुपर्ने छ क्या खास गरी चाहिँ यसको कार्पेटरै भेट्दैन होइन मगाउनु पर्ने छ अनि मगाएको छु अब कहिलेसम्म आउँछ थाहा छैन अब जहिलेसम्म आउँछ यस्ता यो पेट्रोल गइरहेको हुन्छ पेट्रोल हेर्छु पहिला कति छ अहिले त पुग्छ नलगा त आउँदैन लगाउन अहिले पेट्रोल सबै ग्यास लिक भइहाल्छ यसको पनि ल ठिक छ अहिलेको लागि लु साथीहरू म चाहिँ मस्त बसेर अहिले चाहिँ मासु पकाउँदैछु आफ्नै घरमा हेर्न सक्नुहुन्छ यो यताको भयो टमाटर होइन यता चाहिँ म आफ्नै पारामा मासु पकाउँदैछु पाकिसक्यो फाइनली होइन मम्मी चाहिँ उता पूजा गर्नु हुँदैछ अनि म चाहिँ अहिले मासु पकाउँदैछु अनि मेरो भाइलाई चाहिँ भोक लागिसकेको छ मुख हेर्न सक्नुहुन्छ यसको मुख रुँदैछ भन्दैछ भोक लागिसक्यो हुन त 11 बज्नै लागेको छैन 10:40 भइसकेको छ अनि मम्मी चाहिँ उतातिर पूजा गर्नु हुँदैछ आँगनतिर होइन अनि पूजा गरिसकेपछि अनि म चाहिँ मासु भात खाने भइसक्यो यताको पनि पूजा होइन अब मासु पनि पाकिसक्यो अब मासु खाएर अनि जाने भए हामी चाहिँ घुम्नलाई मेरो भाइ चाहिँ जाँदैन मेरो भाइ चाहिँ गाउँतिर घुम्छ अहिले चाहिँ सानै छ नि त होइन हे पाकेकै छैन कस्तो यार निकालेर खान आँटेको यो मुला पाक्न आँटेको छ पाकेको छैन नि त रुँदैछ अब केही छैन त लोला फुलाउँदै गर न एनर्जी कम गर्दै गर होइन अनि खाना खाएर फेरि एनर्जी बढाउनु अनि फेरि लोला फुलाउनु ल हो के ल ठिक छ ए होली खेल्न आयो आइज न होली खेल्न आयो त ह्याप्पी होली खै यो हेरौँ ह्याप्पी होली तेरो पिचकारीलाई तँलाई नै दिन्छु ह्याप्पी होली बोलायो मलाई कसले उज्रा कुर्तावाली नागिलले छिमेकीले बोलाएको होइन भाइ लोला पनि पुट्यो फाइनली साथीहरू अहिले चाहिँ हाम्रो मासु पनि पाकिसकेको छ अनि अघि चाहिँ दाल भात पनि पाकिसकेको थियो होइन मासु मात्रै पाकेको थियो अनि फाइनली पाकिसकेको छ अब चाहिँ खाएर अनि घुम्न जानुपर्ने हुन्छ सो साथीहरू म चाहिँ खाना खाँदै गर्दा होइन हाम्रो छिमेकीहरू चाहिँ होली खेल्न आएको छ मेरो घर होइन अनि म चाहिँ खाना खाइसकेँ यो पनि खाइसक्यो भाइ आइज म समात अब होली खेल्ने थोरै अनि यहाँबाट जाने अब जब होली खेल्न आएको छ त होली खेल्नुपर्छ क्यामेरा छोपिन्छ ल लगा लो आपने चाहिँ भूत बनायो नहीं सस्ते लगाइदे म बढ़िया से लगाइदिन्छु म बढ़िया से लगाइदिन्छु त अरे अलि अलि लगाइदिन्छु भूतले बनाई रुक रुक Rai मुख ह्यापी होली सेम टु यु चिन्नै गाह्रो भयो साथीहरू हेर्न चाहनुहुन्छ म काजल कोइला साला तँ लगाइ बिक्नै लगाइ
मलाई चाहिँ यतिको लगाइदियो होइन म चाहिँ अलिकति धेरै लगाउँदा के भयो ल भयो भयो यतिमै ह्याप्पी होली भाइ पगडी भयो यतिमै होइन तँलाई पनि लगाइदिनु यहाँ ले न यहाँ हातमा दे न अलि लगाइदिन्छु नि त कस्तो भूत बनाइदियो यार मलाई ल मेरो भाइलाई ह्याप्पी होली ह्याप्पी शिवाजी तँलाई ल ल ल ह्याप्पी होली मलाई पनि लगाउने ल ह्याप्पी न्यू इयर अब टाउको साउको धोएर जानुपर्छ मलाई साथीहरू किनभने बाहिर निस्किँदैछु नि त ल भयो कपडामा परियो किनभने रिल्स पनि बनाउनु छ नि त त्यसको कारणले चाहिँ कपडा अहिले चाहिँ लगाउनु हुन्न ल मतलब कपडा म अहिले लगाउनु हुन्न कि र अब फेरि धुन्छु अनि निस्किन्छु म चाहिँ ह्याप्पी होली कस्तो लाग्दछ यार न ह्याप्पी होली ल साथीहरू फेरि पनि फ्रेस भएर निस्किसकेको छु अहिले चाहिँ सबैभन्दा पहिला चाहिँ कबीर सिंहको घर जानुपर्ने हुन्छ उसको बाइकमा चाहिँ होइन प्रब्लम आएको छ अनि उसको बाइक चाहिँ नचल्ने भएको छ कि अनि मेरै चाहिँ सिटी 100मा ट्राभल गर्ने भयौँ हामी अनि हेर्न सक्नुहुन्छ यो चाहिँ पिकेको हेलमेट हो आके पिके फिल्म हेर्नु भएको छ होला नि त्यसकै हेलमेट हो होइन अनि चस्मा टक्क लगाइदिए अनि सेम पिके जस्तो त लाग्दै छैन तर पिकेको मोडेल चाहिँ हेलमेट हो होइन अनि उसलाई लिन्छु कबीर सिंहलाई घरदेखि उठाउँछु म बाइकमा बसाउँछु अनि सुमन दाईको घरतिर गएर अनि हामी डाइरेक्ट जाने मेला साथीहरू अनि बाटो चाहिँ यस्तो छ नहरको बाटो होइन होलीमा नि जहिले पनि पानी छोड्छ क्या नहरमा हेर्न सक्नुहुन्छ अस्ति मतलब सुकिसकेको थियो पानी अनि भर्खर छोडिदिएको छ क्या अब खोइ के हुन्छ सायद होली खेल्नलाई छोडिदिएको हो कि के कसो म पनि बुझ्न सक्दिनँ यो नहरको पानी चाहिँ जस्ट कबीर सिंहको घर आइसकेको छु होइन अनि यो पनि जस्ट रेडी भइसकेको छ बडी बिल्डर उसको फेरि स्टाइलै अलग होइन यस्तो दिन्छ जे पनि गर्नु स्टाइलै क्या उसको फेरि एकदम झकास अनि सोचेको छु कि मोटो भ्लगिङ गर्छु भनेर त्यही भएर हेलमेट म्याट चाहिँ अस्ति नै 7-8 महिना अगाडि नै ल्याएको थियो होइन अनि खासै ऊ चाहिँ युज गर्दैन मतलब उसको खासै अहिले मोबाइल पुरै बिग्रिसकेको छ भनौँ न युज गर्दैन त्यही भएर आज सोचेँ कि लगाऊ भनेर म युज गर्छु कतिको काम गर्दैछ भनेर मोबाइल झरो भने फेरि दराजबाट मगाएको होइन अस्ति मगाएको थियो मैले मगाइदिएँ कि कसले मगाइदिएको थियो मैले नै मगाइदिएको थिएँ विराटनगरमा हुँदा क्या ऊ जतिखेर मतलब होटलमा काम गर्न आएको थियो नि त्यति बेला नै लिएको थियो अब अहिले सेटअप गर्नुपर्ने हुन्छ मलाई चाहिँ लगाउन आउँदैन ऊ अब जसको बानर उही नचाउँछ होइन खानासाना खाएको नै जस्ट खाएर आयो होइन साथीहरूलाई थाहा छ कि म खाना खाएर सर्खै निस्केको छु भनेर यो चाहिँ पिकेको हेलमेट मतलब बुलेटको हेलमेट जस्तै छ पछाडि ज्याक लाउने छ सेम दुईटा हेलमेट लाउने कि एउटै लगाउने दुईटा लगाउने दुईटा मजा चल न दुईटा हेलमेट लगाउने यसमा चाहिँ मैले के भन्छ यो चार्जर लिएको छु नि त खासै चाहिँ चार्ज टिक्दैन मोबाइलमा भिडियो बनाएपछि थाहै छ मोबाइल जुनसुकै होस् क्यामेरा युज गरेपछि चार्ज टिक्दैन त्यही हो सामानहरू थोरै बोकेको छु पहिला यो चाहिँ सेटअप हान्छु अनि हेर्छु मोटो भ्लगिङ कस्तो हुन्छ भनेर माइक चाहिँ छैन अब बिस्तारै हाँकेर जानुपर्ने हुन्छ नि त अब साउन्ड पनि आउँछ साइलेन्सर हल्का साउन्ड पनि गर्छ होइन बिस्तारै हाँकेर जान्छु सो फाइनली साथीहरू अहिले चाहिँ गोप्रो रेडी भइसकेको छ गोप्रो त होइन हेलमेटमा लगाएर यसो भ्लगिङ गर्दैछु अहिले होइन हेलमेटमै लागेको छ अहिले पनि कबीर सिंह चाहिँ पुरा हिरो भइसकेको छ अब चाहिँ हेलमेटमै मोटो भ्लगिङ चल्छ साथीहरू कहाँ हेरिरहेछ हौ ठिक छ ठिक छ ल ठिक छ अर्का लाग्दैछ अब बसिदा ए बाङ्गो भयो रे भिडियो बाङ्गो भयो ल ठिक छ ल अब निकाल्नु पर्ने हुन्छ मेरो सिटी 100 ल चला अब कहाँ हेरिरहेछ हौ भिडियो पनि हेर्नु पर्यो नि त कहाँ हेरिरहेछ ठिक छ सुनिन्छ फेरि भिडियोमा सुनिन्छ बिस्तारै हाँक्दा ह्याप्पी होली ल साथीहरू सबैजनालाई होली लाग्यो हामीले चाहिँ गोली लाग्यो त भनिदिन होइन
किनभने अहिले चाहिँ घरमै खाली लाग्यो नि त रङ। अहिले केटाहरूलाई भेट्न बाँकी नै छ। केटाहरूलाई भेट्यो भने त भूत चाहिँ अभियसली बनिन्छ नै होइन। केटाहरू फेरि यस्तो यस्तो खालको छ नि। सबैभन्दा पहिला चाहिँ रिल्स बनाउनु पर्ने छ होइन। रिल्स बनाउँछु अनि रङ लागोस् या जेसुकै लागोस् मतलब भएन। ल केटीहरूलाई पनि ह्याप्पी होली, ह्याप्पी होली। यो नहरको बाटो बन्यो क्या मेन। नहरको बाटो चाहिँ कहिले नबन्ने भयो। अब थोरै चाहिँ उता नेताचोकतिर मात्रै बनेको छ कि थोरै फेरि एक बिटा जतिको 2-3 किलोमिटर बनेको होला। त्यहाँदेखि बनेकै छैन भनौँ न, कतै बनेको छैन। यता खनारतिर पनि अब खनारतिर उता पनि छैन, पुरै खाली खाली छ। ल सबलाई ह्याप्पी होली। साउन्ड कस्तो सुनिरहेछ मलाई पनि थाहा छैन किनभने अब हावा पनि चलिरहेछ। मेन त माइकै छैन नि त। अब माइक भएको भए चाहिँ एकदमै राम्रो सुनिन्थ्यो। जस्ट नेताचोक पुगिसकेँ साथीहरू अनि यहाँ चाहिँ जस्ट फ्युल हालिहाल्यो होइन। नेताचोकको पेट्रोल पम्प चाहिँ जहिले पनि बन्दै हुन्छ क्या, कहिले पनि खोलेको हुँदैन। बिजनेस के गर्छ यार, जहिले आउँछु बन्दै हुन्छ। गर्ने त गर्दै के अब अनि बोतलको तेल हालिहालेँ। अनि उता चाहिँ मामाहरू छन् होइन, तर पनि सर्टकट जानुपर्ने हुन्छ। मामाहरूले हेर्दैछ हामीलाई। ह्याप्पी होली चिनेछ केटाहरूले। हल्का चाहिँ नेताचोकमा मेरो चल पहल छ कि त्यति पनि छैन, अलिअलि चिन्छन् कोही कोहीहरूले। अनि भन्दै थियो कि यो त सुरज चौधरी हो भनेर कुनै कुनै बेला फेरि। आजदेखि कति 3-4 साल अगाडि मलाई चाहिँ यही नेताचोकमै समातेको थियो क्या। अनि डर लाग्छ उतादेखि जानलाई। ए तल झरे मतलब तान्न सकेन कि। ल अब चढ। हजुर हजुर। ए केटाहरू फेरि हजुर हजुर। सुरज चौधरी, सुरज 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 CDRY हजुर, सुरज SURAZ CDRY। ओके ल ल हेर्दै गर्नु। ओके ओके ल हेर्दै गर्नु ब्रो। ल 2टा सब्सक्राइबर बढ्यो भने यस्तै यस्तै गरी ओहो टिकटकर युट्युबको लेख्नुपर्छ यार। मतलब यो सोचिरहेको छु कि लेख्छु भनेर, तर के भन्छ यो हल्का भनौँ न मतलब मोडिफाई नै गरेको छैन। अनि तर जे होस् लेख्नुपर्छ या चाहिँ जे भयो पनि सबैभन्दा फर्स्टमा चाहिँ मलाई लेख्नुपर्छ। सो साथीहरू जस्ट हामी चाहिँ सुमन दाईको घर पुगिसकेको छौँ। यति केटाहरू छन् होइन, कबीर सिंह, नमन, तेज दाई, नोटा दाई। ऊ चाहिँ हल्का हल्का डिफ्रेन्ट मान्छे हो कि अर्कै नाम भन्छु तर आज भन्दिनँ। नोटा हेयर पोटा हेयर। अनि सुमन दाई पनि हुनुहुन्छ, कता गयो। अब यसमा कतिवटा बाइक छ भन्दाखेरि 3वटा छ। एउटा स्कुटी, एउटा भयो सुमन दाईको बाइक, एउटा भयो मेरो। यसमा चाहिँ तिरुवल जानुपर्ने हुन्छ। ल फेरि यसमा सेट गर्नुपर्ने हुन्छ कि अब मोटो ब्लग चल्छ फेरि पनि। रेडी राइडमा जान। नोटा दाई के गरेको यो यता रेडी छ नि त। ल रेडी केटाहरू। मेरो बाइक चाहिँ स्टार्टै केही हानिरहेको छैन कि, फायरिङ हानिरहेको छैन। बेला बेला पेट्रोल पनि चुहिहाल्छ। ना 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 चक तानेको थियो, अब हुनुपर्ने। हामी टोटल चाहिँ 7वटा केटा छौँ होइन। एउटामा तिरबल छौँ, स्कुटीमा डबल होला, सुमन दाईको बाइकमा तिरबल, अनि मेरो बाइकमा त तिरबल तान्दैन नि त यार। त्यहाँ पुगिसक्यो केटाहरू पनि फेरि। अब हल्का उनीहरूको ह्याप्पी छ नि त, ह्याप्पी खाले बाइक होइन। अब एउटा भयो साइन त, एउटा F25 को भइहाल्यो। उसको स्कुटी कति 125 को हो, 125 को स्कुटी हो उसको पनि। र ठिक छ, पहिला चाहिँ हामी अब यति मेहनतले कुर्ता लगाएको छौँ होइन। रिल्स चाहिँ बनाउनु पर्ने हुन्छ सबैभन्दा पहिला। अब हुन्छ भने यता धम्पाल जान्छु, धम्पालमा एउटा रिल्स बनाएर अनि डाइरेक्ट मेला जान्छु कि। त्यही भएर मैले चाहिँ अहिलेसम्म रङ लगाएको छैन। बिहान चाहिँ छिमेकी बहिनीले चाहिँ रङ लगाइदिएको थियो, त्यही पनि धुइहालेँ कि। त्यही भएर मतलब कुर्तामा लगाएको छैन, फेसमा चाहिँ लगाएको थिएँ बिहान। अब पहिला चाहिँ रिल्स चाहिँ बनाउनु पर्ने हुन्छ। रिल्सकै लागि अहिलेसम्म लगाएको छैन। यिनीहरूले केटाहरूले पनि मलाई जबरजस्ती लाउन आँटेको थियो कि, भने कि अहिले नलाउनु भनेर, पहिला रिल्स बनाउँछु अनि लाउनु भनेर। रिल्सकै वेटमा छु। चल
कहाँ पुगिसक्यो केटाहरू फेरि मेरो बाइक चाहिँ त्यति पिकअप मार्दैन कि एक्लैमा त जान्छ होइन एक्लैमा तान्छ कि डबल छु नि त हल्का गाह्रै पर्छ बाइकले पनि के छ केटाहरू ल हामीलाई चाहिँ के भन्छ मतलब रङ चाहिँ लाइन अगाडिबाट पाउडर चाहिँ दिँदैछ है ह्याप्पी होली सर ओहो यो हामी चाहिँ अहिले जङ्गल आइसकेको छौँ यो जङ्गल चाहिँ रहेको छ धेरै टाढाको होइन मामा घर छेउकै हो धम्पाल जङ्गल होइन अनि यता चाहिँ केटाहरू धेरै रहेको छ तर हामी चाहिँ यो रिल्स यहीँ बनाउने एनर्जी ड्रिङ्क एक लट देऊ त सकाइदिइहालो छैन सकेको सुर खाऊ यसको अनि उहाँ दाइको होइन आइफोन 19 हो यो आइफोन 14 लिएर अहिले चाहिँ यही लिएर सुट गर्छौँ के भन्छ होलीको भिडियो यही लिएर सुट गर्छौँ ओ हेर आउनु हुँदैन यस्तो यस्तो चिज होइन ऊ चाहिँ पर्सनल चिज गर्दैछ बुझ्न सक्नुहुन्छ जङ्गलमा बस्दै हुन्छ पर्सनल चिज ल साथीहरू सबैजना अहिले चाहिँ आइसक्नु भएको छ अनि अहिले चाहिँ पहिला रिल्स सुट हुन्छ र दाइ अलिकति समातिदिनु मैदेखि सुरु हुन्छ रिल्स चाहिँ हैन ल रेडी नमन जिग्री अरे म यसरी दिन्छु यसलाई कन्सप्ट यहाँ हो यहाँ पछाडि पिछाडी हान्ने हो यता हो रो सुन बडी भिरिक नै कि यता नामे बुझे म ल रेडी त्यहाँ लर बाकी गन्धन हाफ लिनु हाफ त्यहाँ लर बाकी गन्धन रेडी त्यहाँ नै सुन बोली के कहि हान्त बोल त तू नहीं हां बोल हो करा कुछ नहीं त ल गनार हामी लर को त लर याम फेकाको त फेका ल एक्सन लर मार्न म रम देखे उता फेक्ने म दामी सो फाइनली साथीहरू रिल्स पनि कम्प्लिट भइसकेको छैन अघि चाहिँ कलर यही कारणले लगाएको थिएन अहिले चाहिँ पुरै कपडा बोरी कलर लगाइदियो सुमन दाइले पनि आज भ्लग बनाइरहेछ आइफोन लिएर अब फोटो खिच्न पर्छ ल सबैजना फोटो खिच्न पर्छ ल फोटो खिच्न सबैजना ल अब चाहिँ डाइरेक्ट मेला जाने साथीहरू रिल्स पनि एउटा बनिहाल्यो यसकै वेटमा थिएँ म चाहिँ हाम्रो नोटा दाइलाई त के भएको छैन है भयो त भयो के अचानक ह्याप्पी होली अब तपाईहरुलाई लाग्दै होला के एउटै चीज लाग्दै होला कि यसले रक्सी खाएको छ या भाङ खाएको छ भनेर लाग्दै होला अब के खाएको छ मलाई पनि थाहा छैन साथीहरु किनभने चाहिँ म सुमन दाइको घरमा भेटेको डाइरेक्ट अब हुन्छ नि यिनीहरु कहाँ घुमेर आएको थियो हामी चाहिँ जस्ट उसको घरमा गयौं अनि सँगै सबैजना सँगै आयौं हामी चाहिँ दुई जना आएको थियौं उसको घर सुमन दाइको घर दिस इज माय सेल्फ नोटा हियर उसलाई चाहिँ मतलब यो कपालमा लगाएर रिल्स बनाउन लगाएको थियो हैन अहिलेसम्म झर्दै छ बाफ रे भ्यालेन्टाइन डे मनाइराछ उता हेर्नुस् कपालै कपाल छ आज सीआईडी पार्ट 2 बन्छ जाम मजाकै गर्थ्यो यार अगाडि आएर यता हेर्नुस् साथीहरु कति केटाकेटी ह्याप्पी होली अमित गान्जा गान्जा गनायो कि अलिअलि हेरेर केही छैन अब यता जङ्गल हो नि त खान्छ पनि होइन जङ्गली मान्छेहरू सब गजेडीहरू के आज दिनै त्यस्तो हो गाँजा खाने दिन होइन गाँजा भाङ दारू खाने दिनै हो यस्तै अनि यो जुन हात्ती छ यो चाहिँ भर्खर बन्दैछ मतलब बनिसकेको छैन सक्नुहुन्छ राजा बसेको हात्ती हो सब बेटिङ क्या सब बेटिङ केटाकेटी आएको जग्गाले ह्याप्पी होली
बड्का लगमा आयो सब पेटमा छ अगाडि पनि केटाकेटी जाँदैछ दिन कहिले आउला अरे हाम्रो क्या ह्याप्पी होली बुनु पहिला चाहिँ म पढेको स्कुल यो होइन मतलब त्यो स्कुल यहाँ थियो कि मामा घरमा हुँदा चाहिँ यो जुन झाडी छ यहाँ स्कुल थियो पहिला चाहिँ म त्यहाँ पढ्थेँ अनि त्यहाँ चाहिँ भूकम्पले भत्केर अनि यहाँ बनाएको यो स्कुल अनि यो स्कुल चाहिँ खासै पढिनँ यहाँ हुँदा चाहिँ कति एलकेजी युकेजीसम्म पढेको थिएँ कि अनि त्यहाँदेखि छोडिदिएँ अनि उतैतिर घरतिरै पढेँ सबै हामी भनौँ न 1-2 क्लासदेखि उतैतिर पढेको म चाहिँ यो चाहिँ भयो मेरो मामाको गाउँ पुरै यहाँ चाहिँ पुरै मतलब चिन्छ मलाई सबैले होइन फलानुको छोरा हो भनेर चिन्छ फर्स्ट भइहाल्नु मतलब यतातिर पनि मेरो भिडियो हेर्ने गरिन्छ धेरैजनाले आएपछि भन्छन् क्या कहिलेकाहीँ मम्मीसँग आएपछि मम्मीलाई भन्नुहुन्छ ल कस्तो यार पानी बिस्तारै बिस्तारै खेतमा यो ड्रागन फ्रुटमा पानी पठाउँदैछन् यता भयो मेरो मामाको घर अनि उता दुईवटा मामाको घर होइन यता भित्र छ सो साथीहरू अहिले चाहिँ हामी दिदीको घरतिर आएको थियौँ होइन अनि ह्याप्पी होली सबैले खेल्यौँ सुमन दाई पनि भूत म पनि भूत दिदी पनि भूत चिन्नु हुँदैन होला किनभने पुरै रङै रङ लागेको छ अनि यता अब जलसल खानु पर्यो अब यो आजको कलर सहित होइन पानी खाँदा पनि रङ गइरहेछ पेटमा सब भूत भइसक्यो नोटालाई पनि भूत कपिल सिंह महादेव मेन नेता मलाई कुन कलर लागेको छ मलाई आफै थाहा छैन व्हाइट कलर यता पछाडि रहेछ पिङ्क कलर रेड येलो ब्लू भयो चल रङ लगा बाँकी छ ल अरूलाई अब जो बाटोमा भेट्छु सबलाई लगाउँछु तर कलर छैन सिबिहाल्नु रिल्स बनाउँदै माटोले नै हान्दिने हो क्या सो अहिले चाहिँ हामी गल्ली गल्ली घुम्दैछौँ खोज्दैछौँ कसलाई लगाइदिउँ नलाइदिउँ होइन अब खोज्दैछौँ घर होइन यो घरमा जाने कसको घर हो त हामी अहिले कन्टिन्यू नै लगाउन आएको को हुनुहुन्छ घरमा बहुतजना आउनुहुन्छ म जान्दिनँ अब धेरैजना आउनुहुन्छ यता चाहिँ ह्याप्पी होली खेल्न अघि चाहिँ मुख धोएर चिटिक्क बरेर बसेको थियो अनि चाहिँ अहिले चाहिँ मतलब टमाटर टाइपको बनाइदिएको छ यिनीहरूले लालगढिया भनेर ला यो कलर जाँदैन दाथो माछी धो त्यहाँ काम मुख धोइगेला काम मुख अर्को घरमा आइसक्यौँ होइन सोल्टीलाई अब लगाइदिनु पर्यो होइन कलर दिनु न यार कलरै छैन यार रिल्सै बनाउँदै सकिहाल्यो कलर अलिअलि दिनु न सोल्टी नि ह्याप्पी होली दिवाली आजै त होइन सबैभन्दा धेरै होली चाहिँ सुमन दाइले लागेको छ सबै रङ पनि खाइदियो क्या धानु कस्तो लाग्यो त पागल थाहा रङ थिए ह्याप्पी होली स्पेशल होली सो फाइनली साथीहरू अहिले चाहिँ हामी मेला पुगिसकेको छौँ हेर्न सक्नुहुन्छ यो मेला पहिले पनि हेराएकै थिएँ तपाईँहरूलाई यो मेलाको नाम के हो रे चोदो मेला नामै त्यही हो अब भन्नलाई के लजाउनु होइन नामै त्यही हो भने अब यहाँ चाहिँ केटीहरू आउने गरिँदैन खालि केटैहरू हेर्न सक्नुहुन्छ अब तपाईँहरूलाई हेराउँछ यहाँको नजारा ल यहाँको नजारा पनि हेरिदिउँ होइन के हुन्छ यहाँ है त खालि केटाहरू मात्रै छन् त हेरिदिनु के छ भनेर अस्ति पनि आएको थिएँ नि त तर अस्ति के भयो भन्दाखेरि यहाँ चाहिँ यो दुधको भाङ बनाउँछ त्यही अब हेर्दैछु छ कि छैन भनेर होइन यहाँ चाहिँ बैगन पनि चढाउने गरिन्छ हेर्न सक्नुहुन्छ यहाँ भयो बैगन अनि यता चाहिँ अब दुधको भाङ छन् अब छ कि छैन हल्का हेरिदिउँ होइन यो भयो होलीको माजुमहरू
यहाँ चाहिँ सबै कुरा भाङैको पाइँदो रहेछ यता चाहिँ पानीपुरीको रस पनि भाङैको बनाएको छ आज के हो त्यो जेरी हुन्छ नि जेरीमा पनि मतलब भित्र भाङै मिलाएको क्या पुरै के हो भाङै भाङ्छ आज प्योर होली यहाँ लाग्छ नि त गाइज साथीहरू हाम्रो चाहिँ एक दुईवटा सपोर्टर भेटेर हेर्न सक्नुहुन्छ फोटो सोटो हाल्दैछु मैले सो साथीहरू हामीलाई चाहिँ एक बोतल दुध मिलिसकेको छ अब चाहिँ हामी 5 जना खान्छौँ यो दुधलाई को ट्राई गर्ने ल 14 मेलाक दुध कस्तो छ गोली हो सबै पुरै भाङै भाङ्छ उता पनि गोप्रो लगाएर फ्रीमा त हो प्रसाद हो नि त यो होलीको प्रसाद यही त हो भयो रे 5 जना छौँ मागे भने दिन्छ हाम्रो पनि यहाँ किन पर्दैन गोप्रो छ ए तँ कामै छैन तँ गोप्रो मसँग पनि छ नि तँ के भन्छ 35 त्यही बेला कामै छैन तँ हामीले चाहिँ पुरै बोतल सकाइदियौँ साथीहरू एक बोतल सकेर फेरि आधी बोतल लिन गएको थिएँ यो पनि सक्यो भाइ झ्याप हे छैन मतलब यस्तो गुलियो 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 टाइपको हुन्छ कि खासै केही हुँदैन अलिअलि थोरै भाङ मिलाएको हुन्छ अरू केही हुँदैन त्यसमा ल जाम अब यही त हो यही त हेर्न आएको थियौँ चहल पहल के कस्तो छ भनेर यस्तै भन्छ अब के भन्नु मलाई बोल्न हल्का अप्ठ्यारो लागिरहेको छ कि बोल्दिनँ तर जय माता हामी चाहिँ 5 जना मात्र आएको थियौँ होइन एउटा के भन्छ सुमन दाई र अर्को एउटा उसकै साथी उतैतिर होली खेलेर होइन पुरै भिजिसक्नु भएको थियो मतलब पिचकारीले क्या लोला सोला हानेर पुरै भिजिसक्नु भएको थियो अनि त्यसको कारणले उनीहरू उतै बस्यो अनि हामी चाहिँ 5 जना आएको थियौँ अब फेरि पनि रिटर्न जानुपर्ने हुन्छ हामीलाई त्यहीँ अनि आज चाहिँ प्रोग्राम पनि रहेको छ होइन होलीको प्रोग्राम उतै हाम्रो एरियातिर अब हुन्छ भने भ्याउँछु भने जान्छु नै अनि अहिले चाहिँ के कस्तो हुन्छ अहिले चाहिँ यहाँदेखि निस्किनु पर्ने हुन्छ खतम मेला पनि खतम जुन बाटो आयो त्यही बाटो जाने मेलाको नामै अलग क्या यहाँको कस्तो मतलब गाली दिएको टाइपको लाग्छ कि तर त्यही हो राई भन्छ चोदो मेला अब म एकचोटि पनि बोलिनँ मतलब कस्तो अड लागिरहेछ कि बोल्नलाई यसो त्यसकै कारणले बोलिनँ पनि तर आएपछि बोल्नै पर्छ एकचोटि लुकी लुकी मैले चाहिँ बोलिदिएँ एकचोटि होलीमा चोली रङ्गाइदियो रे ओ बिस्तारै कस्तो यार धुलो उडाउँदै भएको छैन